यही चैत 1 गतेदेखि देशभर राजागञ्ज नेपाली कथानक चलचित्र रिलिज हुँदैछ। सो चलचित्रबारे सुन्दर हरैँचाका सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै टिमबाट तपाईहरुसँग भेट्न चिन्जान गर्न भनेर आएको छु हैन त इन्फर्मल गरौँ भन्ने लाग्यो फेरि सबै क्यामेरा देख्छ हैन त्यस्तो उयो गरौँ भन्ने लाग्यो इन्फर्मलै गरे पनि भइहाल्छ इन्फर्मल गरौँ पहिले अनि त्यसपछि क्यामेरामा गरौँ है। हामीसँग आज हामीमा दीपक रौनियार हुनुहुन्छ। उहाँ फिल्म मेकर हुनुहुन्छ, राइटर, डिरेक्टर, प्रड्युसर हैन। अनि उहाँले चाहिँ अघि विकासजीले भनेको जस्तै उहाँले एकदमै प्रख्यात देश विदेशमा विभिन्न फेस्टिभल्सहरूमा गएको एकदमै सामाजिक मुद्दाहरूमा एकदमै रहेर एकदमै राम्रो फिल्महरू बनाउनु भएको छ हैन। अनि अहिले चाहिँ हामी राजागञ्ज भन्ने फिल्मको प्रचार प्रसारमा अथवा यसको बारेमा सबैजनालाई सेयर गर्नको लागि कुरा साट्नको लागि चाहिँ अहिले ट्राभल गरिरहेको छौँ कि हाम्रो हिजो चाहिँ एउटा बिर्ता मोडमा सो भयो, स्पेसल स्क्रिनिङ हैन। समाजका विभिन्न अङ्गका मान्छेहरू जसले चाहिँ फिल्म मनपर्छ, फिल्म मन पराउनुहुन्छ, बुझ्नुहुन्छ हैन। हामीले चाहिँ त्यसरी निम्तो गरेर चाहिँ हामीले विभिन्न ठाउँहरूमा पूर्वको विभिन्न ठाउँहरूमा देखाउने चाहिँ हाम्रो प्लान भइरहेको छ। अनि आज चाहिँ हामी हाम्रो इटरीमा पनि सो छ अनि भोलि हामी जनकपुर जान्छौँ। त्यसै गरी यो सिलसिला चलिरहन्छ र अन्तिममा चाहिँ 12 अथवा 13 तारिकमा चाहिँ काठमाडौँमा पनि प्रिमियर छ हैन। अब मैले चाहिँ सुरुमा चाहिँ अब दीपक दाईबाटै कतिजनाले फिल्म हेर्नु भएको होला, व्हाइट सन, हाइवे पनि हेर्नु भएको होला, कतिजनाले हेर्नु भएको छैन पनि होला। तर अलिकति चाहिँ दाईलाई पनि सोध्न खोजेँ हैन। दाईको आफ्नो फिल्म मेकिङको जर्नीको बारेमा अब हामीले भन्दा पनि अब तपाईहरुको अब यहाँ कन्टेन्टको लागि दाईले पनि आफै अलिकति थोरै आफ्नो जर्नीबाट स्टार्ट गरिदिउँ अनि 2-3 क्वेसन्स अनि त्यसपछि उहाँहरूले पनि सोध्नुहुन्छ। प्रदर्शनको बारेमा भन्नु त्यहाँ फिल्ममा खालको थुप्रो भयो मध्ये स्टार भन्ने चाहिँ झन् 20 वर्ष जस्तो भयो फिल्म क्षेत्रमा लागेको। तपाईँ जस्तै मैले कता सुरु गरेँ हो, कता जर्नी सुरु गरेँ हो। तपाईँको छेउमा विराटनगरबाट मेरो करियर सुरु भएको हो। त्यति बेला हिमालय टाइम्स निस्किन्थ्यो, विदिन नेपालमा जाने 2-2.5 वर्ष गरेँ त्यहाँबाट होइन। अनि यहीँबाट हिमाल गाउँ पत्रिकामा लोकल पत्रिका थियो हिमसुली साप्ताहिक के भन्ने विराटनगरबाट निस्केँ, त्यहाँबाट यात्रा सुरु गरेको मैले। अनि हामी 10 वर्ष जति चाहिँ कता गरेपछि अल्टिमेटली चाहिँ म फिल्मतिर मोडिएको होइन। फिल्ममा गर्न थालेँ। त्यही विषयमा अहिले चाहिँ बस्ने युनिभर्सिटीमा एसोसिएट प्रोफेसर छु। फिल्मै पढाउँछु, फिल्म डाइरेक्टर पढाउँछु अमेरिकन। र अहिले रेगुलरली फिल्म बनाइरहेको छौँ। अहिलेको राजागञ्ज चाहिँ पुलिसको कथा हो। के अरे 2 जना बच्चा अपहरण भएपछि चलाइएको एउटा अपरेसनलाई फलो गर्छ स्टोरीले। त्यो बच्चा अपहरण भएको बच्चा खोज्नको लागि है। अनि तर त्यसको लिडिङ गर्ने चाहिँ 2 जना महिला इन्सपेक्टरहरू हुनुहुन्छ। जस्तो तपाईँहरूलाई थाहा छ नेपाल पुलिसमा अझै पनि 95% भन्दा बढी चाहिँ पुरुषहरूको पात्रता छ होइन। मस्कुलिन फोर्स हो, महिलाहरूको सङ्ख्या एकदमै कम छ। तर पनि हामी बिचमा पनि किरण बलचारी, मीरा चौधरी जस्ता थुप्रै, पूजा सिंह होइन, विमला थापा लगायतका थुप्रैजना चाहिँ महिला अफिसरहरूले माथिल्लो तहसम्म नेतृत्व गर्नुभयो। त्यसमा हुन नपाए पनि उहाँहरूको कथाबाट इन्सपायर भएर हामीले उहाँ जस्तै कुनै क्यारेक्टरलाई चाहिँ किन सेलिब्रेट नगर्ने भनेर चाहिँ फिल्म गरेका हौँ। अनि त्यसको वरिपरि अनि अहिलेका मेरो फिल्म चाहिँ प्रायः एकदम पर्सनल हुन्छ। हामीबाट कहीँबाट जन्मिएको र अहिलेको समाजलाई कसरी रिप्रेजेन्ट गर्न सकिन्छ, कसरी किसिमले बहस गर्न सकिन्छ, कुन मुद्दाहरू उठाउन सकिन्छ भन्ने कुरा पनि हेर्छ। इन्टरटेनमेन्टभन्दा माथि गएर इन्टरटेनमेन्ट त फिल्मले दिनु नै परिहाल्छ। तर त्योसँगै चाहिँ अरू थप कुरा के गर्ने त फिल्म चाहिँ साहित्य पनि त हो नि। फिल्म त 10वटा किताब पढे भन्दा एउटा फिल्म 2 घन्टा बसेर हेर्दाखेरि सबै कुरा सन्देश गरेर ल्याउन सकिन्छ नि होइन। शिक्षाको कुरा पनि हुनसक्छ भन्ने रूपमा हेर्छौँ। तर त्यो भएको हुनाले नै हामी जहिले अब प्रिमियर गर्दाखेरि, स्क्रिनिङ गर्दाखेरि काठमाडौँमा गर्ने चल्नु हुन्छ। त्यही एक्टर, फिल्म इन्डस्ट्रीको मान्छेहरू आयो, फिल्म हेऱ्यो, छलफल गर्छौँ। यसपालि चाहिँ हामीले त्यो नगरौँ। जस्तो खालको मुद्दामा फिल्म बनाएको छौँ त्यो चाहिँ हामीले विभिन्न ठाउँमा गएर देखाउँदै रिलिज भन्छ। 1बाट रिलिज हुँदैछ। र त्योभन्दा अगाडि चाहिँ थुप्रै ठाउँमा फिल्म देखाउने, छलफल गर्ने भनेर बाहिर निस्केका हौँ। त्यही भएर बिर्तामुनाको स्क्रिनिङ गऱ्यौँ। कार्यहरू पनि आउनुभयो, लोकल अरू मिडियाका साथीदेखि लिएर थुप्रै विभिन्न समुदाय व्यवसायका साथीहरू आइदिनु भयो। आज त्यसरी नै इटरीमा गर्दैछौँ। मिल्छ भने तपाईँहरू आइदिनुहोस्, फिल्म हेरौँ, छलफल गरौँ। भोलि चाहिँ हामी
जनकपुर पुग्छौँ, पर्सि वीरगञ्ज पुग्छौँ, चितवन हुँदै अनि फेरि हामी काठमाडौँ जान्छौँ। पहिलो चरणमा चाहिँ हामी त्यति मात्रै कभर गर्ने सक्ने अवस्थामा भएको हुनाले त्यसमा फोकस गरिरहेको छौँ अहिले। दयाहाङ राई हुनुहुन्छ, आशा माग्राती हुनुहुन्छ होइन, जसले आशा माग्राती जसले बेलबारीबाट नाटक यात्रा सुरु गरेको उसको प्रमुख भूमिका छ। विजय बराल चिन्नुहुन्छ होला है, विजय बरालको भूमिका छ। हाम्रो उर्लाबारीको नीतिका चन्द्र छ। त्यसपछि जनकपुरबाट थुप्रै आर्टिस्टहरू हुनुहुन्छ, गाउँ घनश्याम मिश्र अनि चिनिएको चिन्नुभएको रिचा शर्मा हुनुहुन्छ होइन। यो चाहिँ एकदमै महिला प्रधान फिल्म छ। हामीले 6-7जना महिलाको प्रमुख भूमिका छ फिल्ममा होइन। तपाईँलाई थाहा छ नेपाली फिल्ममा हामी महिलाको क्यारेक्टर रेयरली देख्छौँ। यो चाहिँ एउटा त्यस्तो फिल्म हो जहाँ चाहिँ यो चाहिँ महिलाको कथा हो, स्पेसली पुलिस डिपार्टमेन्टमा बेस भएर र पुलिस डिपार्टमेन्टको वरिपरि पनि महिलाको कामलाई कसरी सेलिब्रेट गर्न सकिन्छ भन्ने कुरालाई फोकस गरेर बनाएको फिल्म। 200वटा स्क्रिनमा हल चाहिँ थाहा भएन, स्क्रिन भन्छ नि, एउटा हल 200वटा स्क्रिन हुनसक्छ, 200वटा स्क्रिनको कुरा भइरहेको। मैले एउटा क्वेसन सोधेँ ल, पत्रकारिता क्षेत्रबाट फिल्म इन्डस्ट्रीमा प्रवेश गर्दै गर्दा चाहिँ कतिको सजिलो भएको छ? एउटा नयाँ मान्छे र एउटा पत्रकारिता चाहिँ विषयवस्तुहरू धेरै बुझेका हुन्छन् भन्ने हुन्छ, त्यसलाई तपाईँले पत्रकारिताले तपाईँलाई कतिको सपोर्ट गरेको छ फिल्म मेकिङ गर्ने कुरामा भन्ने? एकदमै सपोर्ट गरेको छ। जुन अहिले मलाई ईश्वरमा पढाउने बेला पनि मलाई काम लागेको छ र ईश्वरलाई कसरी पत्रकारितालाई कनेक्ट गर्ने भन्ने कुरामा सजिलो भएको छ। किनभने पत्रकारितालाई खास पत्रकारिताले गर्दाखेरि चाहिँ हामीलाई समाजलाई प्रश्न गर्न सिकाउँछ, होइन, राज्यलाई प्रश्न गर्न सिकाउँछ। जुन फिल्म मेकरले पनि गर्ने त्यही नै हो। समाजलाई कसरी हेर्ने, भइरहेको कुरामा कसरी सेटल नहुने होइन, कसरी अर्को आँखाले हेर्ने, क्वेसन गर्ने, जसले पनि डाउट राख्ने भन्ने हुन्छ नि। एउटा हाम्रो काम भनेको बोल्न नसक्ने थुप्रैको लागि प्रश्न गरिदिनु हो नि त। फिल्म मेकिङ त्योभन्दा फरक होइन। फरक कति मात्रै भने पत्रकारिता टेक्स्टमा या भिडियोमा भए पनि इन्फर्मेसन दिने मात्रै सिस्टम हो। त्यहाँ चाहिँ मान्छेलाई ट्रान्सफर्म गरेर अर्को ठाउँ लगेर एक्सपिरियन्स नै क्रिएट गर्न सक्दैन। फिल्ममा चाहिँ त्यति मात्रै फरक हो होइन। अनि त्यो सबैजना सपरिवार साथीभाइ सबैजनालाई हल्ला गरिदिनु होला, खबर गरिदिनु होला, हेर्न गइदिनु होला, फिल्म कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। र हामीलाई फिल्म हेरेको खण्डमा चाहिँ राजागञ्ज द मुभी भनेर इन्स्टाग्राम, फेसबुक, टिकटकमा पनि ट्याग गरिदिनु होला। धेरै धेरै धन्यवाद।